त्यति भइसकेपछि नन्द बाबा समक्ष चाहिँ भगवान श्रीकृष्ण प्रभुले सोध्नुभएको बाबा हाम्रो घरमा पूजा हुन लागेको हो कि श्राद्धको तिथि आएको छ बाबा अनि सोध्नुभयो। भगवान श्रीकृष्ण प्रभुले सोधिसकेपछि नन्द बाबाले भन्नुहुन्छ बाबु कृष्ण न हाम्रो घरमा श्राद्धको तिथि आएको छ न हामी हाम्रो घरमा कुनै पूजा लगाउने तयारी गरेका हौँ। उसो भए यो पकवानहरू मिष्ठान्नहरू मालाहरू फुल साथसाथै जो वस्त्र सबै कुरा जम्मा गर्नुभएको छ गोरसर राखेको छ केको लागि तयारी गर्नुहुन्छ? नन्द बाबाले भन्नुहुन्छ बाबु कृष्ण हामी सम्पूर्ण गोकुलवासीहरू मिलेर चाहिँ वर्षको एकचोटि देवराज इन्द्रको पूजा गर्ने परम्परा बसालेका छौँ। त्यसैको तयारी भएको हो। अनि इन्द्रको पूजा गरेर बाबा हामीलाई के फाइदा छ? किन गर्ने इन्द्रको पूजा? नन्द बाबाले भन्नुहुन्छ कृष्णलाई इन्द्रको पूजा किन गर्ने भने बाबु कृष्ण इन्द्र भनेका सम्पूर्ण देवताका राजा हुन् अनि मेघहरूलाई बोलाएर इन्द्रले वृष्टि गराउँछन् अनि पृथ्वी तलमा पानी परेपछि हामी कृषकहरूले चाहिँ आफ्ना खेतीबालीहरू जोइकछन् खनजोत गर्छौँ। साथसाथै पानी परिसकेपछि भूमिमा घाँस पलाउँछ। त्यो घाँसहरू हाम्रा गैयाहरूले खान्छन्। गैयाहरूको दुध हामीले पिउँछौँ। साथै अनि अन्नबालीहरू उब्जिन्छ। त्यो अन्नलाई हामी खाएर हृष्टपुष्ट रहेका छौँ। त्यही भएर वर्षको एकचोटि चाहिँ देवराज इन्द्रको पूजा गर्ने हाम्रो परम्परा रहेको छ। त्यति भएपछि भगवान श्रीकृष्णचन्द्र परमात्मा प्रभुले भन्नुहुन्छ पिताश्री कर्मणः जायते जन्तु कर्मणैव विलीयते सुखं दुःखं भयं क्षेमं कर्मणा वै विभज्यते। पिताश्री कर्मणा जायते जन्तु तपाईँ सुन्नुहोस् पिताजी मेरो मन भला छ कि संसारमा जीवात्माहरू जति पनि छन् ती सबै नगर्नेवाला त हुँदैन। मैले त ठाने यदि फल दिनेवाला कोही ईश्वर छ भनेदेखि कर्म गर्नेवाला नै दिने हो तसर्थ कर्तालाई नै दिने गर्छ अकर्तालाई दिँदैनन्। यस्तो स्थितिमा फल दिनेवाला इन्द्र हुन्छ। इन्द्रसँग यहाँ कुनै प्रयोजनै छैन। त्यसै कारणले गर्दाखेरिमा मेरो विचारमा त लाग्छ पिताश्री अहिलेसम्म तपाईँले जे गर्नुभयो अब 19 वर्ष भनेर श्रीकृष्ण चन्द्र परमात्माले भन्नुभयो भन्ने बित्तिकै सबैले थपडी बजाइदिए हो कृष्णले भनेको कुरा सही हो। ल उसो भएदेखि गिरिराज पनि गोवर्धन प्रभुको पूजा गर्ने भन्ने बित्तिकै सबै तयारी गरेको छ। सामग्रीहरू गौरसको तयारी गरिएको छ। गौरसको कारण दुध दही घिउ माखन नौनीहरू ती पञ्चामृतहरू सबै तयार पारेका छन्। प्रसादहरू जुन तयार बनाएको छन् फलफुलहरू सबै प्रकारका फलफुलहरू रहेका छन्। ढोक नैवेद्य सबै तयार पारेर सम्पूर्ण गोकुलवासीले मिलेर चाहिँ गिरिराज पनि गोवर्धन परमात्माको पूजाको लागि सबैजना तयार हुन लाग्नुभयो। अनि तयार भएर चाहिँ अब भगवान